अल्गो घर थियो उहिले बनाएको दानाबारीमा कहाँ सीता बालुवाथानमा हाम्रो ठुलो घर कहाँ बालुवाथानमा त्यो घरबाट पिसाब फेर्न आकी लडेर मरे तल मरे अनि साइनीबारीको घर यतापट्टि थियो यतापट्टि म सिधै पिसाब फेर्न आकी बाहिर आकी त्यसै बेला त अब चुठुवा पनि थिए अब त्यो मर्नुपर्ने छ नि त अनि ती चुठुवामा पिसाब नफेरिकन बाहिर आएर पिसाब त्यो निन्द्रामा होला हौ त्यसै आएको अनि साइनीबारीको यता घर थियो बडाङ्ग पछाडि बा के झरो बडाङ्ग गरो भन्थ्यो त्यो बाहिर मात्रै सुत्थ्यो त्यो नि किन बुहारी बुहारी किन बाहिर सुतेकी गाउँमा अब गर्मीले हो घरमा सुतेकी शीतलमा गर्मी खप्न नसकेर बाहिर सुत्थे अनि बा के झरो भनिए अरे यसो सिरानी एकै ठाउँ हुन्थ्यो बुढाबुढी पर अलग्गै सुत्यौँ तर सिरान चाहिँ एउटै हुन्थ्यो है होइन आमा छैन कि आमा लडी कि हेर यहाँ आमा छैन ओछ्यानमा भने अरे बुढाले अनि तल आएर छोराले त्यति बेला पानी दिउँ पर्दैछ औँसीको दिन अनि अब त्यति बेला टस पनि तिजको औँसीमा यता आएर खोज्छ अरे यता आएर खोज्यो भेटेन बिजुली चम्किएका बेला 10-7 पर रहेछु अरे बिजुली चम्किएको बेला पिलिक्क देखियो अनि लगेर आफत पर्दा कहाँ टस पनि के भेटिन्छ र छोराछोरी बोकेर लगे मरेको लास छ अनि यो जिउ अहिले देख्छ सत्य कुरा हो केही भएको छैन यहाँ अलिअलि दबाई साई गरेर ल्याए अनि घरमा 5-6 महिनामा उठेर अलिअलि बामेसारी भयो